कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो शुक्रबारबाट यो व्रत सुरु गर्न सक्नुहुन्छ। शुक्ल पक्ष भनेको के हो भनेर सोध्नुहुन्छ धेरैजनाले, त्यसैले औँसी पछाडि जुन पक्ष आउँछ त्यो नै शुक्ल पक्ष हो। यदि बृहस्पति शुक्र अस्त भएको छैन भने, हजुरको घरमा जुठो सुतक परेको छैन भने, औँसी पछाडि पहिलो शुक्रबार जुन आउँछ त्यही शुक्रबारबाट हजुरले व्रत सुरुवात गर्न सक्नुहुन्छ। अब यो शुक्रबार चाहिँ विशेष गरी वैभव लक्ष्मी र सन्तोषी माताको पूजा आराधना व्रत बसिन्छ। दुईटै देवीहरू एकदमै धेरै शक्तिशाली हुनुहुन्छ। उहाँहरूले दिन नसक्ने चिज भनेको केही पनि छैन। त्यसैले अब हजुरले कुनको व्रत बस्न खोजिरहनु भएको छ, यदि वैभव लक्ष्मीको व्रत लिन खोज्नु भएको छ भने एउटा वैभव लक्ष्मीको किताब किनेर लिएर आउनु होला। किनभने नि वैभव लक्ष्मीलाई चाहिँ श्रीयन्त्र एकदमै प्यारो छ। यदि हजुरसँग छैन भने पनि यसमा हजुरले दर्शन गर्न सक्नुहुन्छ। अनि हजुरसँग श्रीयन्त्र छ भने पनि यसमा चाहिँ लक्ष्मी माँको विशेष रूपहरूको दर्शन गर्न सक्नुहुन्छ। अब यो सबै रूपको त हामीसँग प्रतिमा हुँदैन नि त घरमा, त्यसैले यसमा यसरी दर्शन गर्न सक्नुहुने भएको हुनाले यो एउटा किताब चाहिँ विशेष गरी किनेर लिएर आउनु होला। अनि वैभव लक्ष्मीको व्रत चाहिँ दुखी मनले गर्नु हुँदैन के, एकदम खुसी भएर पवित्र मनले गर्नुपर्छ। यदि हजुरले दुखी भएर व्रत गर्नुभयो भने चाहिँ त्यसको पूर्ण फल पाउनुहुन्न। त्यसैले खिन्न मनले यो व्रत गर्नु हुँदैन। अनि वैभव लक्ष्मीको चाहिँ 11 हप्ता, 21 हप्ता, 51 हप्ता, 108 हप्ता अथवा जहिलेसम्म मैले इच्छा गरेको कुरा पुरा हुँदैन त्यहिलेसम्म यो व्रत लिइरहन्छु भनेर त्यसरी पनि व्रत लिन सक्नुहुन्छ। अनि मैले अघि भनिहालेँ कहिलेदेखि सुरु गर्ने भनेर। हजुरले व्रत लिने सोच गर्नुभएको छ भने त्यो शुक्रबार बिहानै उठेर स्नान गरेर बिहानैदेखि मनमा चाहिँ जतिखेर पनि जय माँ वैभव लक्ष्मी, जय माँ वैभव लक्ष्मी भनेर उहाँलाई मनमा स्मरण गरिरहने, उहाँको जय जयकार गरिरहने। अनि वैभव लक्ष्मीलाई चाहिँ सरसफाइ र पवित्रता एकदमै धेरै प्यारो छ। त्यसैले त्यो कुरामा चाहिँ विशेष ध्यान दिनु होला। उहाँको जय जयकार गर्दै हजुरले व्रतको लागि तयारीहरू गर्न सक्नुहुन्छ। अनि हजुरले चाहिँ हजुरहरू सबैलाई थाहा नै छ लक्ष्मी माँको विशेष गरी साँझमा विशेष पूजा हुन्छ। हजुरले बिहान अरू दिन जसरी हजुरले स्नान गरिसकेर चोखो भएर चोखो कपडा लगाएर अरू दिन जसरी हजुरले पूजा आराधना गर्नुहुन्थ्यो बिहान आफ्नो घरको मन्दिर विशेष गरी किनकि हामी त त्यहीँ ल्याएर मन्दिरमै ल्याएर थापना गर्ने हो नि त लक्ष्मी माँलाई। त्यसैले विशेष सरसफाइमा ध्यान दिनु मन्दिरको झन् धेरै।